चुनौतीपूर्ण घडीमा हामी यसलाई चुनौतीलाई पार गर्दै एउटा निश्चित दिशा दिएर कसरी चाहिँ यो देशलाई समृद्धिको राजनीतिक स्थिरतातिर अगाडि बढाउन सकिन्छ भनेर ठुलो चुनौती लिएर यो सानो चुनौती होइन। त्यो चुनौतीबाट हामी भाग्नु हुँदैन, त्यो चुनौतीलाई स्वीकारेर आउनुपर्छ भनेर हामी आएका छौँ। यो सानो चुनौती होइन, ठुलो चुनौती। यो चुनौतीको सामना गर्दै यो मन्त्रालय 3टा मन्त्रालयको जिम्मेवारी मैले वहन गरेर आएको छु। यो अवस्थामा आउँदाखेरि अब हामी अर्थमन्त्रीज्यूले पनि अस्ति भन्नुभएकै होला, हामी माननीय होइन, यहाँ सेवा गर्न आएका हौँ। माननीय भन्ने शब्द चाहिँ कसैले नभनिदिनु होला भन्ने र मन्त्रीज्यू भनेपछि भइहाल्छ। माननीय शब्दलाई हामी माननीय पनि होइन र हामी जनताको सेवा गर्नु, राष्ट्रको सेवा गर्न, राष्ट्रलाई सही दिशातर्फ लानको लागि एउटा जिम्मेवार नागरिकको हैसियतले आएका छन्। यसलाई तपाईँहरूले पहिलो चाहिँ म सबैलाई आग्रह गर्छु, हामी त्यसतर्फ सबैले ध्यान दिनु अनुरोध गर्छु। म केही विषयहरू पहिला आफ्नो सानो मन्तव्य लिखित मन्तव्य पढेर सुनाउँछु।